हेलो साथीहरु सबैलाई नमस्कार छ मेरो भिडियोमा। आज चाहिँ हामी यहाँ बाघ हेर्न आएको छौं है। तपाईहरुलाई म एकछिनमा बाघ देखाउँछु। अहिले म यहाँ बाघ हेर्न जाँदै छु। म चाहिँ अहिले यो जंगल भित्र छु, बाघ हेर्ने ठाउँमा हिँडिरहेको छु। अहिले एकछिनमा तपाईलाई म देखाउँछु बाघ हेर्ने ठाउँ है। सबैलाई म अहिले बाघ देखाउँछु। आज एक्लै छु म, कोही पनि छैन, एक्लै आछु बाघ हेर्नलाई। एकछिनमा तपाईलाई म बाघ देखाउँछु है गाइज। जंगल छ, जंगल भित्र छु म। यो चाहिँ यहाँको आर्मीहरु बस्ने हो, यो ब्यारेक है तपाईहरुको। यहाँ भित्र चाहिँ आर्मीहरु हो पुरै। अहिले फेरि यहाँ आर्मीले फोटो खिच्न दिँदैन, अहिले मार्छन्। अहिले फेरि देख्यो भने ब्यारेकतिर खिच्न दिँदैन। यो पुरै जंगल छ। यति गर्मी छ जंगलमा हिँड्नलाई, यति अप्ठ्यारो छ। तपाईको यो भन्दा अगाडि अब 2 मिनेट 3 मिनेट अगाडिपट्टि गएपछि बाघ राखेको देखिन्छ। उहाँ हरियो टिनहरु लाहा नि, त्यहाँ हो नि यो बाघ। गाइस बाघ चाहिँ यहाँ राखेको छ है। हाम्रो यहाँ गएर हेर्ने हो बाइक के बाघ। अब बाघ चाहिँ यहाँ भित्र छ। यो दुईटा यो हरियो उ भित्र है। तपाईलाई म अहिले देखाउँछु उता माथि मचाङमा चढेर है गाइस। हेलो साथीहरु, र हेर्नुस् बाघ। यसले चाहिँ बर्दियामा मान्छे खाएर ल्याएर यहाँ राखेको हो। अबले कति मान्छे खारे? 6 वटा मान्छे खायो यसले बर्दियामा। मस्त सुत्या अहिले गर्मीमा। बर्दियामा 6 वटा बाघ खाएर ल्याएको बाघ यही हो। अर्को बाघ चाहिँ यहाँ भित्र मान्छे यहाँ भित्र अर्को छ। अर्को चाहिँ खै निस्किएन। अर्को बस्ने यहाँ हो, अर्कोबाट निस्किएन खै। ल हेर्नु बाघ। कुटै खान्छस् के तैले? अहिले टु टाइगर आउँछ फेरि। यसले मान्छे खाएको बाघ हो नि त। यो त मान्छे खाएको बर्दियामा मान्छे खाएको हो नि त। यसले हैन, उ यहाँ भित्रकोले हो। दुईटैले हो। यो भित्र सबसे ठुलो हो, यो भित्रै। यही ठुलो होला नि, त्यो होइन। हैन, यो सानो, यो भित्र हो। यो सबसे अल्छी हो, उ यो भित्र चाहिँ। बर्दियामा मान्छे खाएको यसले। दुईटैले। बर्दियामा के हे नि? उधर से दिखाई दे रहा? उधर से देखता है, इधर से नहीं देखता है। यता बड़ा देखता है ना, क्या उते बड़ा देखता है। 4 बजे मात्रै त घुमी आज बाप आराम से मेरे लाफै नि। यहाँ हैन बाघ भएको। यहाँ भित्र सब बाघ चाहिँ। म तल उतापट्टिबाट लड देखाउँछु है। यता हैन, उता मचाङबाट।